हेलो साथीहरू, यो चाहिँ हामी गान्तोक भिजिट जाँदाखेरि हो। जेठ महिना 2083 को पुरुषोत्तम महिना परेको भएर चाहिँ नयाँ जोडीहरू चाहिँ छुटिनु पर्ने भनेर हुँदो रहेछ। त्यो पुरुषोत्तम महिना चाहिँ हरेक 3 वर्ष कि 4 वर्षमा आउने रहेछ। एक्ज्याक्ट मलाई थाहा भएन। अनि मेरो भाइ चाहिँ ठ्याक्कै छुट्टीमा आएको थियो बाहिरबाट त्यतिखेर। सो बाहिर मेरो ट्रिप हो, बाहिर मेरो भन्दा नि भाइको ट्रिप हो। यसमा चाहिँ सबै लागेको जति फर्स्ट चाहिँ त्यसैको हैन। अनि भाइकोबाट ट्रिप बनाउन अनि त्यसले चाहिँ मेरो भारी बोकेर, मेरो होइन दुवैजनाको भारी हो त्यो चाहिँ। बिकीको आफ्नो छुट्टै ब्याग थियो अनि त्यसको र मेरो चाहिँ त्यही थियो। हामी घरबाट निस्किँदाखेरिको ब्याग बोकेर हिँड्दैछन्। म चाहिँ भिडियो खिच्दैछु पछाडिबाट। यो चाहिँ गान्तोक ट्रान्जेक्सन भ्यू गर्नको लागि चाहिँ हामी भिडियो क्लिक गर्दैछौँ। अनि त्यसको लागि चाहिँ फर्स्ट हो। त्यसपछि यो गरिसकेपछि चाहिँ हामी ड्रेस लिन जान्छौँ। मैले अगाडि नै हालिसकेको छु यसको, हामी दुईजना दिदीभाइको भिडियो चाहिँ होइन। अनि भयो नि त अब नखिच भनेर हामी बाहिर निस्किसके तापनि उसलाई चाहिँ रिस उठाउनलाई बिक्की भिडियो खिचिरहन्छ। म चाहिँ ड्रेस चेन्ज गरेर नै आइसकेँ। हेर्नुहोस् मेरो लुक्स है। अनि उसले त्यो अर्को ड्रेस चेन्ज गर्ने बहिनीले चाहिँ कपालमा पनि खोइ धागो कि के लगाइदिन्छु भन्दै थियो। एकछिन त हो नलाउने भनेर मैले चाहिँ यतिकै भाइ पनि रेडी भएर आइसक्यो। हामी पोज दिँदैछौँ होइन। यस्तो छ भिडियो र फोटो हाम्रो। यसमा चाहिँ हामी दिदीभाइ चेक गरिरहेछौँ। ल सुनौँ है त। धेरै पिटा खानेको आर्ग्यु गर्दाखेरि कसले जित्छ? दुईजनामा को सबभन्दा धेरै अल्छी? धेरै सुत्नुपर्ने को? उसले भिडियो बनाउँदै थियो, मैले डिस्टर्ब गरिदिएँ भनेर रिसाएर गइदियो होइन। रिस उठाउनु फेरि मलाई कति मजा आउँछ। अरूलाई होइन, त्यसलाई रिस उठाउनु एकदमै मजा आउँछ। एकदमै म खुसी हुन्छु है। मेरो उनी त्यही हो, टार्गेटै त्यसलाई रिस उठाउनु। त्योसँग हिँडेको बेलामा उसको भिडियो लिँदैछ यहाँ। अब आयो भने चाहिँ मार्छ भनेर म टाउको लुकाउँदै भागिरहेको छु। मेरो पालो आउँछ, पालो हामी तिनैजनाले भिडियो लिइरहेको हुन्छौँ। सो हामी बसेको होटेल यही हो। रमाइलो छ, इन्जोय गऱ्यौँ हामीले है। बाई बाई, सी यू।